क्या हो यो भिडियो कि टिकटक हो? इट्स अ ब्लग चल्छ नि ब्लग। हाम्रो पनि टिकटक छ भन्दै यो आफै गीत गाउँदै बनाउँदै आम्मामा सुगाथेले अहिले म चाहिँ जन्ते ढुङ्गा जाँदैछु होइन। अनि आजको मौसम चाहिँ यस्तो चिसो छ है, आज म मर्नु भइरहेछु। पानी पनि आउँदैछ है, आउनु चाहिँ कति घन्टामा पुगिन्छ हौ अब फेरि? भाइ 6 घन्टा लाग्छ अरे। सो गाइज अभी म चाहिँ अहिले जन्ते ढुङ्गा आइपुगेको छु होइन। त पुरै जन्ते ढुङ्गा यो जन्ते ढुङ्गाहरू यही रहेछ क्या मेनली। हात बोक्न नभन होइन, त्यही त अब आफ्नो त्यही त नि यही हो है साथीहरू। यो जन्ते ढुङ्गा बजार चाहिँ अरे चण्डी चाहिँ यस्तो लाग्दो रहेछ होइन। म तपाईँहरूलाई सबै एक्सप्लोर गरिदिन्छु, सब एक्सप्लोर गरेर जानुपर्छ। अब साकेला नाच हेर्नुपर्छ। हामी चाहिँ यही हेर्न आएको होइन। मेन चाहिँ बसेर हुन्छ। आइज
लागि होइन जाडो भएर गाईहरू जाडो भयो धेरै भयो आज चल्दै ढुङ्गा बजार चण्डी आएको है एरियामै नि त घन्टा भइसक्यो नि त बखराको कहाँ हामीले तल घुमेर हाम्रो तलतिर ल आज जाडोले यार पाप भयो बेबो दिदी भन्छ नि पाप भयो गाइजहरू पाप भयो भन्छ नि मेरो नि आज पाप भयो जाडोले सो ज्याकेट लाएर आउनुपर्ने रहेछ है यस्तो कुहिरो लाग्दो रहेछ आज फेरि कुहिरो लागेर सुरुरु यस्तो जाडो भएको छ आउँदाखेरि यस्तो भएको छ सो आज हामी चाहिँ चण्डीको भिडियो चाहिँ मैले देखाइसकेको छु तपाईँहरूलाई अहिले म चाहिँ बुनहरू हामी कहाँ आएको छौँ भन्नु त जन्तेढुङ्गा हो गाइस जन्तेढुङ्गा अघि मैले भनेको यो होइन यो भाउ खाने ड्रामा क्विन हो है मेरो घरको बुनु चाहिँ बिचरा बिहान घरमा बसेको मैले घरदेखि भ्लग बनाएको थिएन क्या भिडियो बनाएकै थिएन भ्लग गरेकै थिएन अनि सो अहिले हामी चाहिँ जन्तेढुङ्गामा छौँ होइन म चाहिँ फर्स्ट टाइम आएको क्या यता यो ढुङ्गा मेन ढुङ्गा चाहिँ यो रहेछ क्या अनि मैले अस्ति गाडीमा जाँदा मात्रै देखेको थिएँ क्या त्यही भएर चाहिँ आज चाहिँ म आइदिउँ न त भनेर चाहिँ आएको होइन यस्तो ढुङ्गाहरू चाहिँ यस्तो ढुङ्गाहरू रहेछ क्या नाचेकोहरू भिडियोहरू अगाडिको मैले लिइसकेको छु होइन यस्तो आज कुहिरी मण्डल छ त अनि के गर्नु हौ यस्तो मेरो बहिनीहरूको पनि बिजोग भइरह बहिनीहरूको त के भन्नु मेरो बिजोग भइरह यहाँ चाहिँ राम यहाँ चण्डी चल्दैछ यता चाहिँ चण्डी चल्दै यहाँ चाहिँ हाम्रो पाप बिजोग भइरहेछ आज घाम हुन्छ भन्यो भयो त के को घाम हुनु यिनीहरूले चण्डी चल्दाखेरि यहाँ नाच हुँदा त्यस्तो है पाहाडको चाहिँ सोचेको थिइनँ यार म त यस्तो जाडो हुन्छ भनेर सोचेको थिइनँ यस्तो हेर्नु म घाम लागेको बेला चाहिँ म ज्याकेट लगाएर हिँड्ने मान्छे अब हेर्न आज पाप भएन मेरो सेम टु चाहिँ मिलामको तरिका भयो नि त मिलामको तरिका भयो नि त मेरो मलाई पुरा बाउलाई भन्दा कपालमा यस्तो उडाइदिँदैन यिनीहरूले मलाई यस्तो इग्नोर गर्छ नि यो मेरो बहिनी त हो कि तर लास्ट इग्नोर गर्छ क्या मलाई भिडियो बनाउनु दिँदैन देवीहरू हामीले खोज्यो होला हामी देवीलाई खोज्यो मोबाइलै झारिदियो यस्तो भिड यस्तो छ अनि राम्रो जन्तेढुङ्गा त अनि यस्तो छ नि त नि तपाईँहरूकोतिर चण्डी कस्तो भयो प्लिज कमेन्ट गर्नु होला है सबैजनाले यहाँ चाहिँ म चाहिँ यसपालि फर्स्ट चण्डी चाहिँ यो जन्तेढुङ्गाको अटेन्ड गर्न आएको होइन
जन्ते ढुङ्गा बजार चण्डी 50 को भनेको बुइनीहरू जाडो कति भइरहेछ भन् त सिज हट म चाहिँ कक्रेर भइरहेको छु होइन